यं ब्रह्मा वरुणेन्द्ररुद्रमरुतः स्तवन्ति दिव्यैः स्तवैर्वेदैः साङ्गपदकर्मोपनिषदैर्गायन्ति यं सामगा ध्यानावस्थित तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुः सुरासुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्दनचर्चितो ज्वलवपो शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डला परिविलसन् मुक्तावली शोभिता सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता मूकं करोति वाचालं पुङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दशङ्करम्। नमो भगवते तस्मै व्यासायामित तेजसे यस्य प्रसादात् भक्ष्यामि महादेव कथामिमाम्। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। अथ नवमो अध्यायः शक्तिपीठ उत्पत्ति वर्णन। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि यसपछिको घटना पनि सुन्नुहोस्। इन्द्रादि 33 कोटी देवताले श्री महादेवजीले सती देवीलाई पिठ्यूमा बोगी पृथ्वी भ्रमण गर्दै हिँडेको देखि वैकुण्ठमा गएर भगवान विष्णुसँग बिन्ती गरे, हे भगवान, यो ब्रह्माण्ड संसारको तपाईले पालना गर्नुहुन्छ, ब्रह्माले सृष्टि गर्नुहुन्छ, साथै श्री महादेवले संहार गर्नुहुन्छ र सृष्टि र पालनमा ब्रह्मा र विष्णुलाई सघाउनुहुन्छ। तसर्थ तपाईहरूले सृष्टिको कार्य नगरे कसले गर्ला? अहिले श्री महादेव दक्ष प्रजापतिको यज्ञबाट सतीदेवीलाई पिठ्यूमा लिएर ब्रह्माण्ड संसारको भ्रमण गर्न लाग्नु भएको छ। जबसम्म सतीदेवीको शरीर शिवजीसँग रहला तबसम्म श्री महादेवले यसै गरी सतीलाई बोकेर भ्रमण गरिरहनुहुनेछ। त्यसकारण हजुरले सतीको शरीरमा झिङ्गा उत्पन्न गराई सतीदेवीको शरीरलाई गलाएर टुक्रा टुक्रा पार्दै पतन गराइदिनुहोस्। यसरी इन्द्रादि देवताहरूले भनेको वचन सुनि भगवान विष्णुले आज्ञा गर्नुभयो, हे इन्द्रादि देवता हो, तपाईहरूले ठिक भन्नुभयो। अब म झिङ्गा उत्पत्ति गरी औँसा पारी सतीदेवीको शरीर गलाई टुक्रा टुक्रा पारेर पतन गराउला, चिन्ता नगर्नुहोस्। अब तपाईहरू आफ्ना आफ्ना लोकमा जानुहोस्। श्री विष्णुले यस्तो आज्ञा गरेको सुनि इन्द्रादि देवताहरूले हवस् भनी विष्णुलाई साष्टाङ्ग प्रणाम गरी आफ्ना लोकमा गए। त्यसपछि विष्णुले आफ्नो वचन अनुसार झिङ्गाहरू उत्पत्ति गरी सतीदेवीको शरीरमा औँसा पारिदिनुभयो र सतीदेवीको अङ्ग खण्ड खण्ड भई पतन हुन लाग्यो। जहाँ जहाँ सतीदेवीको अङ्ग पतन भयो त्यहाँ त्यहाँ एक एक शक्तिपीठ उत्पत्ति भए। यसका साथै चतुर्मुख ब्रह्माले त्यस त्यस ठाउँमा एक एक स्वयम्भू लिङ्ग उत्पन्न गराउनु भयो। सबैभन्दा पहिले नेपाल खण्डमा गुह्य स्थान पतन भयो। यसको प्रभावले नेपाल खण्डमा नेपालपीठ गुह्येश्वरी देवी, चन्द्रघण्टा योगिनी सिद्धेश्वर महादेव उत्पन्न भई शिवशक्ति स्वरूपले रहनुभयो। त्यस पुण्यभूमिमा इन्द्रादि देवताहरू समेताई तपस्या गरे। ईश्वरी प्रसन्न भई सत्य, त्रेता, द्वापर र कलियुगमा 33 कोटी देवता भई प्रख्यात हुनु भनी वरदान दिनुभयो। फेरि काम रूपमा गई बच्चस्थल पतन भयो। यसको परिणाम स्वरूप कामरूपमा कामरूप पीठ, कामाक्षी देवी, कर्ता योगिनी, चक्रेश्वर महादेव उत्पन्न भई शिवशक्ति स्वरूपले रहनुभयो। त्यस पुण्यभूमिमा यक्षगणाई तपस्या गरे। ईश्वरी प्रसन्न भएर स्वर्ग, मर्त्य, पाताल यी तीनै लोकमा यक्षगण नामले प्रख्यात हुनु भनेर वरदान दिनुभयो।
फेरि वाराणसीमा गई शिर पतन भयो। वाराणसी पीठ विशालक्षा देवी सङ्कटा योगिनी विश्वेश्वर महादेव उत्पन्न भई शिवशक्ति स्वरूपले रहनुभयो। त्यस पुण्यभूमिमा गन्धर्वगण आई गीत सङ्गीतको गायन र वाद्य वादन गरी तपस्या गरे। यसबाट ईश्वरी प्रसन्न भई वाक्य सिद्ध होस् भन्ने वरदान दिनुभयो। फेरि पौरबन्धरमा गई दाहिने कान पतन भयो। यस प्रभावले पौरबन्धर पीठ अम्बिका देवी चन्द्रवेगा योगिनी धनेश्वर महादेव उत्पन्न भई शिवशक्ति स्वरूपले रहनुभयो। त्यस सिद्ध भूमिमा दैत्यगण आई तपस्या गरे। ईश्वरी प्रसन्न भई देवगणलाई जित्न सक्नु भन्ने वरदान दिनुभयो। फेरि काश्मीरमा गई जिब्रो पतन भयो। यसका प्रभावले काश्मीर पीठ शारदा देवी घोरघण्टा योगिनी श्रमधारेश्वर महादेव उत्पन्न भई शिवशक्ति स्वरूपले रहनुभयो। त्यस पुण्य भूमिमा किन्नरगण आई तपस्या गरे। ईश्वरी प्रसन्न भई मनकामना सिद्ध होस् भन्ने वरदान दिनुभयो। फेरि कन्नौजमा गई शरीरको छाला पतन भयो। यसले गर्दा कन्नौजमा कान्यकुब्ज पीठ झङ्केश्वरी देवी चन्द्रा योगिनी दुग्धेश्वर महादेव उत्पन्न भई शिवशक्ति स्वरूपले रहनुभयो। त्यस मोक्ष भूमिमा लङ्कापति रावणाई तपस्या गर्यो। ईश्वरी प्रसन्न भई देवलोक जित्न सक्नु भन्ने वरदान दिनुभयो। फेरि पूर्णगिरीमा गई बायाँ आँखो पतन भयो। यस प्रभावले पूर्णागिरी पीठ कपाल कुण्डला योगिनी चन्द्रेश्वर महादेव उत्पन्न भई शिवशक्ति स्वरूपले रहनुभयो। त्यस हर्षभूमिमा गन्धर्वगण आई गीत नाचको भव्य आयोजनाका साथ तपस्या गरे। यसबाट ईश्वरी प्रसन्न भई इन्द्रको अगाडि सङ्गीतमा कहिले नचुक्नु भन्ने वरदान दिनुभयो। फेरि चामुण्डा चलमा गई दायाँतर्फको नङ पतन भयो। चामुण्डा चलपीठ पुकम्बी देवी कालिका योगिनी इच्छा विरूपेश्वर महादेव उत्पन्न भई शिवशक्ति स्वरूपले रहनुभयो। त्यस सिद्ध भूमिमा नारद ऋषि आई तपस्या गरे। नारद ऋषिको तपस्याबाट ईश्वरी प्रसन्न भई तिम्रो वाक्य सिद्ध होस् भन्ने वरदान दिनुभयो। फेरि अस्तातकमा गई दाहिने हात पतन भयो। यस प्रभावले अस्तातक पीठ कर्तेश्वरी देवी एकाक्षी योगिनी नेन्द्रापतेश्वर महादेव उत्पन्न भई शिवशक्ति स्वरूपले रहनुभयो। त्यस पुण्यभूमिमा राधिकागण आई तपस्या गरे। यस तपस्याबाट ईश्वरी प्रसन्न भई सदा सर्वदा कृष्ण तिमीहरूका दाहिना हुन् भन्ने वरदान दिनुभयो। फेरि एकाबरमा गई सतीदेवीको दायाँ तर्फको नङ पतन भयो। यसले गर्दा यहाँ एकाबर पीठ सिद्धेश्वरी देवी सिद्धा योगिनी ददेश्वर महादेव उत्पन्न भई शिवशक्ति स्वरूपले रहनुभयो। त्यस रत्नभूमिमा कर्णवीर आदि शमशानाई तपस्या गरे। उनीहरूको तपस्याबाट ईश्वरी प्रसन्न भई सम्पूर्ण मृतकको दाह गर्न सक्नु भन्ने वरदान दिनुभयो। फेरि त्रिश्वेतमा गई सतीदेवीको कम्मर मुनिको तल्लो भाग पतन भयो। यसकारण यहाँ त्रिश्वेत पीठ महाकालेश्वरी देवी विकट दन्ता योगिनी त्रिपुरेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहनुभयो। त्यस पुण्य भूमिमा यमराज आई नाना प्रकारले पूजा गरी तपस्या गरे। ईश्वरी प्रसन्न भई ब्रह्माको सृष्टि संहार गर्न सक्नु भन्ने वरदान दिनुभयो। फेरि कामरोष्टमा गएर सतीदेवीको घाँटी पतन भयो। त्यस स्थानमा कामरोष्ट पीठ कामिनी देवी कालिका योगिनी कालेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहनुभयो। त्यस पुण्य भूमिमा पृथ्वी माता आई नाना प्रकारले पूजा गरी तपस्या गरिन्। त्यस तपस्याबाट ईश्वरी प्रसन्न भई सृष्टिको स्थान हुनु भन्ने वरदान दिनुभयो। फेरि कैलाश पर्वतमा पुगेपछि सतीदेवीको दायाँ पाउ पतन भयो। यस प्रभावले त्यहाँ कैलाशपीठ पार्वती देवी अम्बिका योगिनी विशम्भरेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहनुभयो। त्यस सिद्ध भूमिमा चतुर्मुख ब्रह्मा आई नाना यज्ञ गरी तपस्या गर्नुभयो। ईश्वरी प्रसन्न भई ब्रह्माजीलाई वर माग भन्नुभयो। यस अवसरमा ब्रह्माले भने, हे ईश्वरी, म स्वर्ग मर्त्य पाताल तीनै लोकको सृष्टिकर्ता हुन पाऊँ भनी वर माग्दा ईश्वरीले तथास्तु भनी वरदान दिनुभयो। फेरि भृगुमा पुगेपछि सतीदेवीका माथिल्ला दाँत पतन भए। यसले गर्दा भृगुमा भृगुपीठ मीनाक्षी देवी ब्रह्मदेहा योगिनी सत्येश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहनुभयो। त्यस पुण्यभूमिमा धर्मदत्त आई योग मार्गले तपस्या गरे। ईश्वरी प्रसन्न भई तिमीलाई कसैले जित्न नसकुन् भनी वरदान दिनुभयो। फेरि सतीदेवीका अङ्ग पतन हुने क्रममा केदारमा गई बायाँ हात पतन भयो। यस स्थानमा केदारपीठ केदारेश्वरी देवी चामुण्डा योगिनी
कोटेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहनुभयो। त्यस पुण्यभूमिमा एकादश रुद्र आई योग मार्गले तपस्या गर्दा ईश्वरी प्रसन्न भई वरदान लेऊ भन्नुभयो। एकादश रुद्रले हामी सबैको बराबर तेज होस् भन्दा ईश्वरीले तथास्तु भनी वरदान दिनुभयो। फेरि चन्द्रपुरमा गई सतीदेवीको बायाँ नेत्र पतन भयो। यसका प्रभावले यहाँ चन्द्रपुर पीठ सिद्धकाली देवी सिद्धा योगिनी प्रकाशेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहनुभयो। त्यस सिद्धभूमिमा 10 दिक्पाल आई तपस्या गरे। तपस्याका कारण ईश्वरी प्रसन्न भई तिमीहरूको आफ्नो आफ्नो दिक अर्थात् स्थान सुरक्षित रहोस् भनी वरदान दिनुभयो। यसरी माता सतीदेवीको अङ्ग पतन हुँदै जाँदा श्रीपीठमा गई तालु पतन भयो। यसले गर्दा श्रीपीठ श्रीप्रदा देवी भद्र योगिनी कमलेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहनुभयो। त्यस पुण्यभूमिमा अष्टवसु आई षोडशोपचारले पूजा गरी तपस्या गरे। ईश्वरी प्रसन्न भई वरदान लेऊ भन्नुभयो। अष्टवसुले इच्छा सिद्धि होस् भनी वर मागे। ईश्वरीले तथास्तु भनी वरदान दिनुभयो। यस क्रममा फेरि श्री महादेव एकाबिरमा आइपुगेपछि नाभि सहित आमाशय पतन भयो। यसका प्रभावले एकाबिर पीठ एकाबिरा देवी गोरक्षा योगिनी हाटिकेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहनुभयो। त्यस पुण्यभूमिमा नागहरू आई रत्नहरू चढाएर पूजा गरे। ईश्वरी प्रसन्न भई वरदान लेऊ भन्नुभयो। नागहरूले सप्त पातालको अधिपत्य पाऊ भनी वर मागे। ईश्वरीले तथास्तु भनी वरदान दिनुभयो। फेरि सतीदेवीको अङ्ग पतन हुँदै जाँदा जालन्धरमा गई तल्लो ओठ पतन भयो। यसले गर्दा जालन्धरमा जालन्धर पीठ जलपादेवी ज्वालामुखी योगिनी पिशाचेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहनुभयो। त्यस सिद्ध भूमिमा कामधेनु गाईले तपस्या गरिन्। उनले नित्य मेरो दूध गोबर र गौत पवित्र होस् भनी वर मागिन्। ईश्वरीले तथास्तु भनी वरदान दिनुभयो। श्री महादेवले सतीदेवीलाई बोकेर संसार भ्रमण गर्ने क्रममा मल्लवीमा पुग्दा बायाँ पैतलो पतन भयो। यसले गर्दा मल्लवी पीठ महाकाली देवी कराला योगिनी भूपालेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहनुभयो। त्यस पवित्र भूमिमा द्वादशादित्य आई तपस्या गरे। ईश्वरी प्रसन्न भई वरदान लेऊ भन्नुभयो। द्वादशादित्यले 12 महिनाभरि अधिपति हुन पाऊ भनी माग्दा ईश्वरीले तथास्तु भनी वरदान दिनुभयो। फेरि कुशलान्तकमा सतीदेवीको शिरबाट केश पतन भयो। यसकारण यहाँ कुशलान्तक पीठ शमशान काली देवी भूतघण्टा योगिनी क्षीरेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहनुभयो। त्यस सिद्ध भूमिमा अश्विनादि 27 नक्षत्र आई तपस्या गरे। ईश्वरी प्रसन्न भई वरदान लेऊ भन्नुभयो। ईश्वरीसँग 27 नक्षत्रहरूले ज्योतिष शास्त्र हाम्रो अधीनमा रहोस् भनी वर मागे। ईश्वरीले तथास्तु भनी वरदान दिनुभयो। फेरि देवीकोटमा पुगेपछि सतीदेवीको देब्रे घुँडो पतन भयो। यसले गर्दा देवीकोट पीठ भद्राक्षी देवी ललिता योगिनी मातेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहनुभयो। त्यस सिद्ध भूमिमा मेष आदि 12 राशि आई तपस्या गरे। ईश्वरी प्रसन्न भई राशिहरूलाई वरदान लेऊ भन्नुभयो र राशिहरूले मनुष्यहरू हाम्रा अधीन रहन् भनी तत्काल वरदान मागे। ईश्वरीले तथास्तु भनी वरदान दिनुभयो। सतीदेवीको अङ्ग पतन हुँदै जाँदा गोकर्णमा गई बायाँ कान पतन भयो। यसकारण त्यहाँ गोकर्ण पीठ भैरवी देवी एक जङ्घा योगिनी जागेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहनुभयो। त्यस पुण्यभूमिमा विस्कम्भादि योगले महाकष्टसँग तपस्या गरे। यस कठोर तपस्याबाट ईश्वरी प्रसन्न भई वरदान लेऊ भन्नुभयो। योगहरूले ज्योतिष शास्त्र हाम्रा अधीनमा रहोस् भनी वरदान मागे। तत्काल ईश्वरीले तथास्तु भनी वरदान दिनुभयो। फेरि मातुलेश्वरमा गई सती देवीको दाहिनी स्तन पतन भयो। यसले गर्दा मातुलेश्वर पीठ योगेश्वरी देवी पिङ्गला योगिनी बुद्धराधेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहनुभयो। त्यस रत्नभूमिमा कश्यपादि ऋषिहरू आई तपस्या गरे। ईश्वरी प्रसन्न भई वरदान लेऊ भन्नुभयो। ऋषिहरूले चारै वेद हाम्रा अधिकारमा होन् भनी वरदान मागे। ईश्वरीले तथास्तु भनी वरदान दिनुभयो। यसैगरी अष्टहासमा गई तल्ला दाँत पतन भए। यसले गर्दा त्यहाँ अट्टहास पीठ भ्रामरी देवी शङ्खधरा योगिनी सतभूतेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहनुभयो। त्यस पुण्यभूमिमा बागमती आदि गङ्गाहरू आई जल चढाई भक्ति गरी तपस्या गरे। ईश्वरी प्रसन्न भई वरदान लेऊ भन्नुभयो। बागमती आदि गङ्गाहरूले हामीलाई मुक्ति भुक्तिको अधिकार होस् भनी वरदान मागे।
ईश्वरीले बागमती आदि गङ्गाहरूलाई तथास्तु भनी वरदान दिनुभयो। फेरि विश्वमा पुगेपछि बायाँ स्थान पतन भयो। यहाँ विश्वपीठ भुवनेश्वरी देवी भुवना योगिनी कृष्ण वर्णेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहनुभयो। त्यस पुण्यभूमिमा श्रीकृष्णलाई तपस्या गर्दा ईश्वरी प्रसन्न भई वरदान ल्याऊ भन्नुभयो। श्रीकृष्णले तीन लोकका स्त्रीहरू मलाइदेखि मोहित होन् भनी वर माग्दा ईश्वरीले तथास्तु भनी वरदान दिनुभयो। इति श्री स्कन्द महापुराणे माहेश्वर खण्डान्तर्गत केदार खण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्तानी परमेश्वर्या व्रतकथायां पीठोत्पत्ति वर्णनम नाम नवमोऽध्यायः। श्री उमा महेश्वराभ्यां नमः। उपनयतु मङ्गलम् ओह सकल जगन मङ्गलालय श्रीमान् दिनकर किरण निबोधित नभ नलिन दल निभेक्षणः कृष्ण काले वर्षतु पर्जन्यः पृथिवी सस्यशालिनी देशोऽयं क्षोभरहितो ब्राह्मणाः सन्तु निर्भयाः अपुत्राः पुत्रिणः सन्तु पुत्रिणाः सन्तु पौत्रिणः निर्धनाः साधनाः सन्तु जीवन्तु शरदां शतम् तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राचितोदार कथा प्रसङ्गा या कुन्देन्दु तुषारहार धवला या शुभ्रवस्त्रावृता या वीणा वरदण्डमण्डितकरा या श्वेतपद्मासना या ब्रह्माच्युतशङ्कर प्रभृतिभिर्देवैः सदा वन्दिता सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृति स्वभावात् करोमि यद्यत् सकलं परस्मै महादेवा इति समर्पयेतत् अनन्यचेतसा भक्त्या श्रुतं यच्च कथामितं समर्पयामि तत्सर्वं स्वस्तानीं परमेश्वरीं श्री स्वस्तानी परमेश्वरी नमः।